हेलो प्रिय मित्रहरू हो। मैले चाहिँ यो पोपोमा यो फिसिङ इरा म खेल्छु। यहाँनिर तपाईँले देख्नुहुन्छ यो फिसिङ इरामा चाहिँ धेरै माछाहरू यहाँ उफ्रिरहेको देख्नुहुन्छ। यहाँनिर चाहिँ यो गेम खेल्दै गर्दा मैले चाहिँ ठुलो यहाँ चाहिँ लोटरी पारेको छु। आज त्यो कुरा म देखाउन गइरहेको छु। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ठुलो चाहिँ यहाँ ड्राइगन फिस छ। यसलाई मारे 6000 आउँछ। तर यस्तै खेल्दै ला ऊ मारिहाल्यो नि 6000। हेर्नुहोस् त उसले यो 6000 त्यसले लग्यो 4000 मात्रै दियो। अब यसरी नै यहाँनिर खेल्नुपर्ने यहाँ छ। मैले चाहिँ यसमा चाहिँ एउटा माछा मार्दा एउटा ठुलो यो पहेँलो उडिरहेको माछा त्यस्तै मार्दा एउटा परेको छ। त्यो म देखाउनु गइरहेको छु। हेर्नुहोस् है यहाँ हेर्नुहोस् तपाईँले त्यहाँ देख्नुहुन्छ। यहाँ मैले पहिलामा 66464 मैले रिसिभ गरेँ। अनि पछि गएर दोस्रोमा 83,330। आज अर्को अन्तिममा रिसिभ भन्नेमा क्लिक गर्नेछु। कति आउँछ है हेर्नुहोस् है। म चाहिँ त्यो पोपोमा कहिलेकाहीँ गेम खेल्छु। यहाँ अब म रिसिभ गरेँ है। यसलाई क्लिक गरेँ। वा 1,06,000 कोइन। हेर्नुहोस् त 1,06,000 कोइन मैले पारेँ। ओहो यसले पो यहाँ बन्द भएछ। 1,06,000 कोइन मैले लिइसक्यो। 1,06,000 कोइन यहाँ तल हेऱ्यो भने मेरो यहाँ देख्नुहुन्छ 1,06,000 कोइनमा यहाँनिर 1,17,000 कोइन। यसरी मैले यहाँ 1,06,000 कोइन यहाँदेखि लिएँ। यो गेममा चाहिँ कहिलेकाहीँ यो पोप्पो साह्रै बौलिन्छ। मजाले चाहिँ 1,06,000 कोइन मलाई जम्मा 2,00,000 कोइन मलाई दिइसक्यो। अस्ति पनि एकपटक 2,50,000। यो पटक पनि 2,50,000। कहिलेकाहीँ यो कोइन सङ्कलन गरेर खेल्छु। यो चाहिँ 30 सेकेन्डमा अनि यस्तो हुन्छ। अनि यो गेम मैले यसरी खेल्छु। फेरि उयो 3,000 वाला मार्यो। यसरी यो हामीले चाहिँ यहाँ गन हुन्छ सुट गरेर मार्नुपर्ने। कोहीमा मार्दा चाहिँ माछा मार्दा चाहिँ यसरी पर्दो रहेछ। मैले 2 पटक 2.5 गरेर मैले लगभग 5,00,000 कोइन मैले जितेँ। तर जित्दा पनि यो हान्दा सिक्दाखेरिमा मैले धेरै कोइन गएको छ मेरो। झन्डै थुप्रै मैले 1200 त मैले कोइन किनेँ। अनि मैले 5,00,000 हिउँदाखेरि 5,00,000 जित्दाखेरिमा मैले 4 पटक चाहिँ अब अर्कोलाई अर्को मोबाइल श्रीमतीकोमा गरेर मैले 4 पटक मैले त्यसबाट पैसा पनि निकालेँ। यस्तो हुन्छ। यहाँ 1 मिनट मात्रै यस्तो हो। यो चाहिँ यसरी म फिसिङ इरा भन्छ। फिसिङ इरा गेम खेल्दा यसरी मैले लोटरीमा पारेको छु मित्रहरू। यस्तो छ यो गेम चाहिँ सिकेर मात्र खेल्नु राम्रो छ नभए हुँदैन। हुन्छ थ्याङ्क यू मित्रहरू।